यो हो हाम्रो दाउनेको जाम रे। कति घन्टा बस्नु पर्ने हो थाहा छैन। मुझे घर जाना है। मैंने तुझे जाऊ न पर्सम गएर आऊ न। किन यस्तो यस्तो ल ल क्यामेरा राख्छु कि होइन। क्याप्चर कुन ठाउँ हो दाउन्ने? कति टाइम लाग्छ हो यहाँ? बहुत लामो कुरो लाग्यो न। गुड फिल ब्याड फिल। गुड फिल लाग्यो। आन्टीले कहाँ छौ? आइपुग्यो कि नै? किन यति लेट हुनुहुन्छ? किन यति लेट भन्नुहुन्छ कि? न्युज त हेरेको थिएँ मैले, दाउनेको हालत हल्का नाजुक छ भनेर। हिँड्ने हुन्न? कुन तल्लो? त्यो बाटो पुरै गाडी छ कि? ओके। अहिले चाहिँ हामी दाउनेको जाममा फसिसकेछौँ। दाउनेको जाम भनेको बहुत फेमस रहेछ कि। पहिलोचोटि काठमाडौँको दर्शन गर्न, काठमाडौँ पशुपतिनाथको दर्शन गर्न गएको। घर जाँदा चाहिँ सरप्राइज दियो दाउनेको यात्राले, होइन? राख्ने होइन के, यस्तो मोमेन्ट्स घरिघरि क्याप्चर गर्न पाइँदैन। सबले कुरो गर्छन्। बहुत लाग्दो भएको। कुरकुरे, चाउचाउ, बिस्कुट, पोला भन्छन्। यस्तै गाडी छ क्या हाम्रो, मेरो साथीले चलाउने। यही त होइन कतै मोटे त गाडीमा छास र खै हेर्छु ल। होइन छ अनि होइन छ भन् त गएर थिइस् हिजो म दाउनेको जाममा फसेको छु भनेर। म तँलाई भेट्न आइपुगेँ मोटे। त कुन गाडीमा छस् भन् त? के गाडीमा होलास् पक्कै पनि। ओके हजुर अगाडिसम्म छ कि? भयो चाहिँ फर्क्यौँ ल। मोटे कहाँ छस् त? म दाउनेको जाममा फसेछु। तेरो गाडी लिएर आइज छिटो। त्यहाँ नजाऊ के? कस्तो अब हिँड जाऊ। मोटे तेरो दाई जाममा फसिसक्यो। हेर त भर्खरको दुलैले दुःख पायो। हे कस्तो ढुडी लाग्यो हो। बा थत् मजाक गर्छ। अर्जेर लड्छु आउँछ। तिमीलाई केही भयो भने मेरो मुटु नै चुडिन्छ के? त्यस्तो होइन। जमिन उतै गएर गर न, नजिक गाडीको नजिक गएर। यही हो साथीहरू, हामी लाइफमा पहिलो अनुभव गर्न पाऊँ। म चाहिँ धेरै खुसी छु। अरू चाहिँ दुखी होलान् घर जानु पाइनँ भनेर, भोक लाग्यो भनेर। म चाहिँ भेरी ह्याप्पी बिकज यसरी टाइम स्पेन्ड गर्न पाइरहेछ, त्यसको लागि ह्याप्पी।
हो हजुरहरूलाई फेरि म देखाउन सक्छु अगाडिको नजरिया भयो बाई बाई सी यू सुन